झापाबाट पनि धुलाबारीको चाहिँ बाटो अझै झापाको बाटोमा हामी यसरी हिलोआमै हिँड्दैछौँ साथीहरू। यो चाहिँ म हुँ। अझै खुट्टामा हिलो प्यातक्कै। आज त बिजोगको रमाइलो भयो नि त यस्तो हेर्नु साथीहरू। हाम्रो खुट्टाको हालत देखाउनु पनि लायक छैन। हामी वर्तमानमा गएर आएको खास चाहिँ यहाँ चाहिँ यस्तो भारीवाला छ होइन। यसलाई चाहिँ हामी ओभरटेक गर्न एकदम डराइरहेको थियौँ। अहिले मात्रै ओभरटेक गरिदियो हो। हामीलाई एकदम डर थियो भारी देखेरै। चाहिँ हामी ओभरटेक गरियो भने हामी सफल भइसकेको छौँ। तर ताराले देख्नु त नजानु कि तल झर्छ चन्द्रगढीतिर। मलाई चाहिँ घरमा पुऱ्याइदिनु पर्यो हजुर ड्राइभर। म पैसा तिर्दिउँला भाडा। हजुर त्यति मात्रै छैन त्यति त